Hello guys, good morning. I hope तपाईहरु सबै फाइन हुनुहुन्छ होला। आजको मेरो राइड चाहिँ दुप्तेश्वर महादेव जुन चाहिँ नुवाकोटमा अवस्थित छ। मैले चाहिँ यो राइड सामाखुसीबाट सुरु गरेको छु। म पनि दुप्तेश्वर चाहिँ फर्स्ट टाइम जान लागेको हो। आई डोन्ट नो कस्तो छ बाटो, कति टाढा छ थाहा छैन। सो म चाहिँ जाँदैछु अब। कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। बसहरू पनि बौला तालले आउँछ। अब हामी दुप्तेश्वर जान चाहिँ हामी टोखाको बाटो हुँदै जान्छौँ। कृपया भिडियो हेर्दै इन्जोय गरिदिनु होला। म पनि कन्फ्युज छु जेस कुन बाटो हो भनेर। आई थिंक यो हुनसक्छ, मेबी आकाश जोगिने कि के भन्ने पेट्रोल पम्प छ त्यसको साइडबाट हो रहेछ। हामी चाहिँ कुन ठाउँमा आइपुग्यौँ थाहा छैन, तर नुवाकोट चाहिँ इन्टर गरिसक्यौँ। सेल्फी डाँडा तलतिर अब ओह्रालो लाग्दैछौँ। मौसम एकदमै चिसो छ। हामी चाहिँ न्युट्रलमा हिँडेको अवस्था अहिले, किनकि ओह्रालो छ। पहाडी हिमाल देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले कुन ठाउँमा छौँ चाहिँ थाहा छैन, तर त्यो दुप्तेश्वरतर्फ अगाडि बढ्दैछौँ। अब 22 किलोमिटर छ यहाँबाट। बाटो एकदमै फिलिली छ, स्ट्रेट छ बाटो। बाटोमा पराल सुकाएको छन् यहाँ। पछिबाट आइपुग्यो। दुप्तेश्वर मन्दिर वरिपरिको दृश्य। खोला तरेर जाने हो। यो चाहिँ टाढी खोला हो, कति सफा छ। माथि रहेको चाहिँ मन्दिर हो भने अब मन्दिर जाने प्रवेशद्वार चाहिँ यहाँ रहेको छ।
कता जाँदै हुनुहुन्छ हजुर हजुर ओम नमः शिवाय अझै पनि यो निर्माणाधीन रहेछ यो अझै कम्प्लिट भइसकेको छैन अझै बन्दैछ तलतिर गणेश मन्दिर गुप्तेश्वरमा अवस्थित गुप्तेश्वर मन्दिरमा आई पूजा आराधना गर्नाले चाहिँ मनमा चाहेका चिताएका कुराहरू जाने बाटो किंवदन्ती अनुसार ढाड कमर दुखेको निको हुने बाटो गुप्तेश्वर क्षेत्रभित्र हामी चाहिँ अब यो वे हिँड्दैछौँ यहाँ चाहिँ एकदमै हिँडेर हिँड्नुपर्ने हुन्छ सो